पुग्छ रे दिदी टीका मात्रै हो यो हो ल उठाइदे त्यसो अनि यो त कहाँ यति प्ल्याट प्ल्याट दल्ने हो त हौ सुन्नुपर्छ क्या पानी ज्यादा नलगाऊ अहिले उसमा उठाउँदाखेरि चाहिँ लगा न बरुभन्दा टपरामा टपरमा त लाउनु यो सुक्दैन यो यसरी उठ हो ल उठाइदिए भयो पुग्छ यतिले तपाईँको चन्दनको त्यो कलरै अर्कै हो है चन्दन अर्कै हुन्छ कि उसले प्योर होइन रहेछ उठालो यस्तै हुन्छ कि डाला चाहिँ तर यो चाहिँ होइन यसको काठ पायो भने टेबल बनाउनु है हो गजब हुन्थ्यो नि योभन्दा अर्को उसको राम्रो निक्लिन्छ नि फिनिसिङ त अन्त लाल चन्दन ल भयो उठाइदिए यति भए हुन्छ कमिला नै आयो साइड साइडमा उठा टपरामा टक्क लाएर यताबाट सोध्न यताबाट कहाँ त्यो मैला हुन्छ नि कसरी उठाउँछस् त यो कस्तो डरलाग्दो घाम लागेको है त्यो कलर घाममा त आम्मामा हावा नि चल्दैन यहाँ फेरि हो दुबईतिर पनि यति साह्रो लाग्दैन होला हौ मर्न आँटेको गर्मीले टिकाको लागि बास पुग्छ यतिले जति टिका अनि क्या प्लात्तै यति लाउने हो त टिका पो त ल भाइजू मिमीलाई सोध्नुपर्छ मिमी यतिले पुग्छ हेर्नुहोस् त भाइले यति बनायो यतिले पुग्छ पुग्नु पर्यो टिका मात्रै हो पुग्छ पुग्छ यसमा अलिक पानी थप्नु हुन्छ नि यसमा अहिले बाक्लो छ होस् अहिले एकछिनमा थप्नु नि पानी है अहिले यसमा थप